स्वतन्त्र पार्टीमा चिया बेच्ने छन्, जुत्ता बेच्ने छन्, चामल बेच्ने छन्, सामान्य ढोकोको भाँडाकुँडा बेच्ने छन्। तर कांग्रेसमा हेर्यो भने कोही देश बेच्ने छन्, कोही आमा बेच्ने छन्, कोही बालुवाटार बेच्ने छन्, कोही व्हाइट बडीले बेच्ने छन्, प्लेन चढ्दाखेरि चक्लेट खाने हो सिंगै प्लेन नै खानेहरू छन्। त्यहाँनिर स्वतन्त्र पार्टीमा चिया बेच्ने छन्, जुत्ता बेच्ने छन्, चामल बेच्ने छन्, सामान्य ढोकोको भाँडाकुँडा बेच्ने छन्। तर कांग्रेसमा हेर्यो भने कोही देश बेच्ने छन्, कोही आमा बेच्ने छन्, कोही बालुवाटार बेच्ने छन्, कोही व्हाइट बडीले बेच्ने छन्, प्लेन चढ्दाखेरि चक्लेट खाने हो सिंगै प्लेन नै खानेहरू छन्। त्यहाँनिर लेखा परीक्षाको काम भनेको सम्बन्धित कार्यालयले गरेको बदमाशीलाई कानुनी प्रक्रियाबाट चट्ट मिलाएर लेपल लगाइदिने भन्दा अर्को काम देखिया छैन। तपाईँ हात मिलाउने, कागज मिलाउने, आँखा मिलाउने, भाका मिलाउने भन्दा अरू काम भएको छैन। हात मिलाउने, कागज मिलाउने, आँखा मिलाउने, भाका मिलाउने लिएर जाँड खायो भने त्यो गलतै भयो। हामी ऋण लिएर जनताले घिउ खुवाउँछौँ भन्ने नराम्रो के भयो त्यसो? छनाछता डाक्टर स्वर्णिम वाग्लेलाई अहिले यतिसम्म के यसो हेर्नुहुन्छ उहाँहरू, यो पानीको नि चाहिँ रस्सो हुनुपर्ने दीर्घ भयो, दीर्घ हुनुपर्ने रस्सो भयो भनेर यसको शुद्धाशुद्धि मिलेन भनेर नि खोजिरहनु भएको। नेपाली भाषा परीक्षा दिन आएको हो। व्यक्तिगत रूपमा डाक्टर स्वर्णिम वाग्लेमाथि गरिएको टीका टिप्पणी र जसरी लालछना लगाइएको छ, नाक कहाँ पर्छ भनेर छानबिन समिति बनाउन जरुरी छैन, नाक यही पर्छ भन्ने कुरा सबैलाई जानकारी होस्। घर कहाँ पर्यो? रामेछाप। रामेछाप, औँठा छाप, छापै छाप, मान्छे सडक छाप, खुट्टामा हात्ती छाप। तर भाग्य बलियो भयो भनेदेखि कसैको बाउको चाहिँ लाग्दैन नि। हल्का रमाइलो। स्वागरात भनेको के हो थाहा छ? थाहा छैन। त्यो त मुखियालाई थाहा हुन्छ। तपाईँलाई थाहा छैन है? छैन। ए, भर्खर बिहे गर्नु भएको छ, तपाईँलाई स्वागरात भन्ने थाहै छैन? म त यस्तो कल्पना गर्छु नेपालमा भोक लाग्दा जंगल पस्ने, रेस्टुरेन्ट नजाने। एकहोरो काग करा जस्तो कराउने मान्छे मै हो। अब कराउँदा फेरि आफै त्यही पाठोमा परियो हैन। अब जे परे पनि अब गर्न सकेको जति गर्न सक्ने जति भनौँ न, दिमागमा आए जति, बुद्धिले भ्याए जति गर्ने हो। अब कसैलाई पनि सबै कुरा एकैचोटि आउँदैन। छैन के थाहा नभएको कुरालाई सोधेर मान्यज्यू, नेपालले कहिले फिर्ता गर्ने भारतको जमिन? त्यसैलाई भारतलाई सोध्नुहोस् त कहिले। प्रधानमन्त्रीले त मिसिया छ भन्नुभयो नि, तपाईँले नि ताली पड्काउनु भयो। हामीले भिडियो हेरिराख्यौँ। मैले कसैको कुरामा ताली पड्काउँदैन। भारतको जग्गा मिसिया छ भन्दा सत्ता पक्षका सांसदले ड्याम ताली ठोके। उनीहरूले ठोक्याउला नि, मैले ठोकेन। कहिले अब हामीले प्रत्यक्षमा 110 वटा उम्मेदवारी दिएका थियौं, कति जित्यौं? 110 नै जित्यौं। तर त्यसमा माइनस चाहिँ 107 गर्नु पर्यो, दुःख लाग्दो। आज चाहिँ नि दाइले जबरजस्ती रिक्वेस्ट गरेर मैले खाइदिएँ चाहिँ। ससुराले त्यत्रो रेड लेभल, ब्ल्याक लेभल के त्यो ल्याएर ए ज्वाइँ आइसोस् न, खाना आइसोस् न भन्दा पनि मैले नगा मान्छे म खान्न बुबा भनेर बसेको मान्छेमा एकचोटि के भयो भन्ने हो कि एउटा केटा आएर खुट्टाइमै झुन्ड्यो, गुरुजी भनेर ढोकेको लन्त भनेर मैले पनि अचेता मन्त्र यसो विधि पुर्याएर दिएको थिएँ। तरुनी रहेछ गोठाल्ने, केटीलाई हानुगायो भनेको तलम्मै बाख्रालाई हानेर मरेछ। त्यसपछि त मोरालाई लखेटेको छ। बाख्राले ए बोका खोजेर छ। जियोस्, लाग्न चाहिँ लाग्छ। लागेर मात्रै हुन्छ, आफूले पनि बल गर्नु पर्यो नि। यसो केटीको छेउमा जाने, बोलाउने, फकाउने कस्तो लक्षण दिन्छ बुझ्दै गर्नुपर्छ नि। ल है त, ओम श्री फट